नगर परिक्रमा गरी ढल्केबर गोल पार्कमा कार्यक्रम सम्पन्न भएको छ। मिथिला पतञ्जलि आरोग्य साधना केन्द्रको आयोजनामा स्वास्थ्यपूर्ण वृद्धावस्थाका लागि योग भन्ने मूल नाराका साथ आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो। ढल्केबर स्थित गोल पार्कमा विशेष समारोहका बीच समापन भएको उक्त कार्यक्रममा मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीकी प्रमुख अतिथिका रूपमा उपस्थिति रहेका थिए। कार्यक्रमको अध्यक्षता मिथिला पतञ्जलि आरोग्य योग साधना केन्द्रका अध्यक्ष सञ्जय यादवले गरेका थिए। कार्यक्रममा मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी। वास्तवमा यो ओम भन्ने शब्द कति आनन्ददायक शब्द छ, सबैको मन शान्त बनाइदिन्छ। यो युनिभर्सल कोड हो। कुनै धर्म विशेषले, कुनै जाति विशेषले, कुनै व्यक्ति विशेषले मात्र प्रयोग गर्ने शब्द होइन। संसारमा उत्पन्न भएका शब्दहरूको उत्तम बिन्दु नै ओम, ओम तीनटा शब्दबाट, तीनटा अक्षरबाट बनेको यो शब्द हामी सबैको एउटा मूल मन्त्र हो। त्यसकारणले हामी सबैले आजको यो योग दिवसको उपलक्ष्यमा अघि हाम्रो रामसेवकज्यूले भनिसक्नुभयो किन आज यसलाई अन्तर्राष्ट्रिय योग दिवस भनिन्छ। आज वास्तवमा हामी सबैलाई थाहा छ, विद्यार्थी भाइ बहिनीहरू, शिक्षकहरू, आज सबैभन्दा लामो दिन हो। कार्यक्रममा योग अभियन्ता रामसेवक यादव। अन्तर्राष्ट्रिय योग दिवस आजै किन मनाउनु पर्यो भन्दाखेरि आज उत्तरी गोलार्धमा यो सूर्यको अवधि, सूर्य उत्तरायण हुँदैछ, के अरे दक्षिणायन हुँदैछ, दाहिने आउँदैछ भनेको सूर्य जुन बेलासम्म बढी सबैभन्दा लामो दिन आज 21औं दिन। यसको एस्ट्रोलोजिकल इफेक्ट पनि छ, भौगोलिक खगोल शास्त्रीय र आध्यात्मिकता। र आजको दिनमा हामीले योगको लागि, साधनाको लागि र कुनै पनि अनुष्ठानको लागि यदि संकल्प गर्छौं भने त्यसमा सूर्यको प्रादुर्भाव बढी हुन्छ। सूर्यले के गर्छ? ऊर्जा बनाइदिन्छ, प्रकाशित बनाइदिन्छ, अन्धकारबाट के गर्छ? उज्यालोतिर ल्याइदिन्छ। त्यसकारणले 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको दिन मानिएको छ। ताली बजाउनु सबैजनाले। नभए पानी परि हामी किन आउनु परेको थियो? अघि 5 साढे 5 बजेसम्म पानी परेको थियो। सबैजना हामीले भन्दै थियौँ पानी परिरहेको छ, के गर्न? होइन हजुर आउनुहोस्, पानी प्रकृतिले हामीले साथ दिन्छन्। पक्का पनि साथ दिएको छ नि, किन योग भनेको नेचर हो। अर्को कुरा आध्यात्मिक महत्व के छ भन्नुहुन्छ भने यो योग प्रसाद भनेको महादेवको देव महादेवबाट पाएको। उहाँले सप्त ऋषिहरूलाई आजकै दिनमा योगको प्रसाद चाहिँ दिनुभयो कि लोकमा गएर, मानव लोकमा, मृत्यु लोकमा गएर प्राणको आयामलाई व्यवस्थित गर्यो भने हामी दीर्घजीवी हुन सक्छौँ भनेर उपहार स्वरूप दिएको हुनाले आजको दिनको महत्व छ। फेरि ताली बजाउनुहोस्। कुरा बुझ्नुभयो? ताली बजायो भने अकु प्रेसर योग गराउँदैछु मैले, तालीको अर्थ छ तपाईँहरू झप्की लाग्दैन होइन। अनि यो प्रेसरहरू मुटु, लङ्स, फोक्सो भन्छ नि, सबै किडनीतिर रक्त सञ्चार बढी हुन्छ, नर्भहरूमा स्टिमुलेसन हुन्छ। त्यसकारणले ताली बजाउनु भने। कार्यक्रममा मिथिला नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष राम बहादुर स्याङदेन, योग अभियन्ता रामसेवक यादव, स्कुलका विद्यार्थीहरू, विभिन्न स्थानीय क्लबका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी तथा योग प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक निरप्रसाद शर्माले गरेका थिए। सहभागीहरूले योगको महत्वबारे सचेतना जगाउँदै ढल्केबर नगरको परिक्रमा गरेका थिए। यसै गरी हामी आजदेखि 1 देखि 11 वटा वडामा हाम्रो करिबन 14-15 वटा योग स्थलमा योग नियमित भइ नै रहेको छ। र भोलि पनि त्यो योग सेन्टरलाई 20 देखि 25 सम्म योग स्थान बनाएर हामी विस्तार गरेर यसलाई बढाउनेछौँ भन्ने मेरो आशा र म लागेको छु। हाम्रो योग अभियन्ता रामसेवक गुरु पनि लाग्नु भएको छ र हाम्रो हरेक वडाका वडा योग समितिहरू पनि धेरै उत्सुकताका साथ अगाडि बढिराख्नु भएको छ। यसमा हामी कहिले पनि पछाडि नपरौँ। झोलाका झोला औषधि किनेर औषधि खाने कार्यक्रममा नजाउँ। हामी योग गरौँ, नसर्ने रोगबाट मुक्ति पाऊँ र स्वस्थ जीवनशैली अपनाऊ भन्ने नारा आज हामी 12 अन्तर्राष्ट्रिय योग दिवसबाट लगाऊ। र जतिजना यहाँ पाउनु भएको छ सबजना आफ्नो घरमा योगलाई विस्तार गर्नको लागि आफ्नोमा सल्लाह गरौँ, चिल्लो पिरो नखाऊ,
मानसिक स्वस्थ रहनको लागि सबैजना योगमा जुटौँ भन्ने कुराको साथ म आजको